नमस्कार अनि हार्दिक स्वागत छ। नमस्ते नेपाल युट्युब च्यानल हेरेर बस्नुभएका आदरणीय दर्शकबिनहरुमा आज एउटा फरक खालको भिडियो लिएर उपस्थित भएका छौं। कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोस्। प्रिन्ट गर्दाखेरि हाफ अलिकति कटेर आउँछ भने त्यो कटेर आउने अक्षरलाई चाहिँ तपाईले कसरी त्यो समस्यालाई कसरी समाधान गर्ने भन्ने विषयमा हामी सिकाउन गएका छौं। अब लागौं कम्प्युटरको स्क्रिनतर्फ। सबैभन्दा सुरुमा तपाईले माइक्रोसफ्ट अफिस वर्ड तपाईको ओपन गर्नुहोस्। अब तपाईले सेटिङ मिलाउनु पर्ने हुन्छ। यसको लागि यो फाइलमा जानुहोस्। फाइल बक्समा गइसकेपछि यहाँ अप्सन लेखेकोमा जानुहोस्। अप्सनमा क्लिक गरिसके तपाई यहाँ एडभान्स भन्ने अप्सनमा क्लिक गर्नुहोस्। एडभान्स अप्सनमा क्लिक गरिसकेपछि तपाईको यहाँ तलतिर यता यहाँनिर देखाउने छ। यो साइडमा हेर्नुहोस्। यहाँनिर टिक लागेको छ स्केल कन्टेन्ट फर A4 और 8.5x11 पेपर साइज। यो साइजमा तपाईको प्रिन्ट भनेर लेटर साइजमा चाहिँ टिक लागेको हुन्छ। तपाईले यो टिकलाई हटायो भने अब तपाईको समस्या समाधान हुन्छ। यसरी ओके गरिदिनुहोस् अनि तपाईले यो फाइललाई प्रिन्ट गर्नुहोस्। यो फाइललाई मात्र नभएर तपाईको जुनसुकै फाइल पनि प्रिन्ट गर्न खोज्यो भने आधा आउँछ भने यही समस्याले गर्दा नै रोकिएको हुन्छ। त्यो टिकलाई हटाएर तपाईले सेभ गर्नुहोस्। तपाईको समस्या हल हुनेछ। तपाईलाई यो भिडियो कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन नभुल्नु होला र हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्न पनि नबिर्सनु होला। र हामी आउँदा दिनहरुमा अझै राम्रा तपाईहरुलाई जुन समस्या छ त्यो समस्या तपाईले कमेन्टमा लेख्नु भयो भने त्यही समस्याको विषयमा पनि हामी तपाईहरुलाई भिडियो बनाउने छौं। आजलाई यति नै।